नमस्कार, पश्चिम प्रेसमा यहाँलाई स्वागत छ। म सरला पन्त। सुन्नुहोस् आज दिनभरिका मुख्य 20 समाचार। संस्कृतिविद सत्यमोहन जोशीको 103 वर्षको उमेरमा निधन। पुरै शरीर दान गरिएकाले अन्तिम संस्कार भने भएन। आगामी निर्वाचनमा उम्मेदवारी दिनेमा खसारेको बाहुल्यता, थारू समुदाय 3% मात्रै। डडेलधुरामा एकीकृत समाजवादीले देउवालाई भोट नदिने, देउबाको साटो काङ्ग्रेस बीपीका उम्मेद्वार कर्ण मल्ललाई सघाउने। 2/3 को सरकारले आरक्षण पीडितका समस्यालाई समाधान गर्न नसकेको भन्दै आफू जनप्रतिनिधिमा निर्वाचित भए सो समस्या समाधान गर्ने एलपी साउदको दावी। सुदूरपश्चिम देशकै तेस्रो पूर्ण खोप सुनिश्चित भएको प्रदेश घोषणा। 1800 खोप केन्द्रद्वारा प्रदेशका 81,114 बालबालिकाले नियमित खोप प्राप्त गर्दै। बैतडीमा प्रतिनिधि सभाका 1 सिटका लागि 11 जना चुनावी मैदानमा। लोकतान्त्रिक वाम गठबन्धन र एमालेका उम्मेद्वार बीच प्रतिस्पर्धा हुने आकलन। मोबाइल सेवा प्रदायकले ग्राहकको विवरण सिस्टममा नपठाइदिँदा एमडीएमएस कार्यान्वयनमा जटिलता। 77 जिल्लामै फैलियो डेङ्गी, 47 जनाको मृत्यु। गत साउनदेखि हालसम्म 38,118 जनामा डेङ्गी पुष्टि। काठमाडौँ उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने 1,407 चालकमाथि कारबाही। बलात्कार, प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिलुट पक्राउ। बैतडीको सुर्नायामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिला गम्भीर घाइते। डडेलधुरा अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर। प्रदेशसभा निर्वाचनतर्फको 330 मध्ये 158 स्थानमा महिलाको उम्मेदवारी निराशजनक रहेको निर्वाचन आयोगको भनाई। 9 राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको खेल चलिरहेको अवस्थामा ब्लू स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट जमिनमा खस्दा मृत्यु। प्रधानमन्त्री देउवाले जसपाका 4 मन्त्रीलाई बर्खास्त गरेसँगै मध्य प्रदेशका काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीका मन्त्री हटाउने तयारी। चुनावी घोषणापत्रमा नागरिकता ऐन संशोधन गर्ने वाचा गर्न दलहरूलाई दबाव। बुढी गण्डकी आयोजना शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले 9 अर्ब रुपैयाँ कमिसन खाएको भन्दै 1.5 वर्ष अघि आफूले लगाएको आरोप सच्याएको डाक्टर बाबुराम भट्टराईद्वारा स्वीकार। केन्द्रमा पहुँच राख्न सक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई। प्रत्यक्षतर्फ 44 लाख मतपत्र छपाई सम्पन्न। समानुपातिक तर्फको मतपत्र 28 जिल्लामा पुगिसकेको आयोगद्वारा जानकारी। सुदूरपश्चिममा सत्तारूढ गठबन्धन मध्ये प्रदेशका 32 मध्ये 18 क्षेत्रमा काङ्ग्रेसका उम्मेद्वार। निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीद्वारा बाढी पीडितका लागि 13 लाख बराबरको खाद्यान्न सामग्री वितरण। अवैध लागु औषध नगद 2,500 रुपैयाँ सहित काठमाडौँबाट 4 जना पक्राउ। बैतडीको पाटनमा छुटमुक्त हलियाहरूको तथ्याङ्क सङ्कलन कार्यालय कार्यक्रम सञ्चालन गर्न सहज। यस वर्षको मनसुन प्रदेश नम्बर 1 बाहेक अन्य प्रदेशमा क्रमशः बाहिरिँदै प्रदेश नम्बर 1 मा मनसुन बाहिरन भने अझै केही दिन लाग्ने। वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायी विरुद्ध परेका उजुरीको समयमै जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने तयारी। पेट्रोलियम आयातबाट सरकारद्वारा चालु आर्थिक वर्षको पहिलो 3 महिनामा 14 अर्ब राजस्व सङ्कलन। 9 राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पुरुष 10,000 मिटर दौडमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जिते। आगामी निर्वाचनमा आधिकारिक निकायको परिचय पत्रबाट पनि मतदान गर्न मिल्ने निर्वाचन आयुक्त थपलियाको भनाई। पछिल्लो 24 घण्टामा थप 32 जनामा कोरोना संक्रमण। हाल देशभर 688 जना कोरोनाका सक्रिय संक्रमित। टी20 विश्वकपमा नाभी मियाको सनसनीपूर्ण प्रदर्शन। श्रीलङ्का 55 रनले पराजित। र युक्रेन सीमामा रहेका रुसी सैनिकको प्रशिक्षण शिविरमा आक्रमण। 11 जना सैनिकको मृत्यु, 15 घाइते।